ल त्यहाँ टुरिस्टहरू यहाँ हाइकिङ ट्रेकिङ गर्दै सुगर लभ माउन्टेन स्टार्टिङ ए बेबी यता हेर त वै है अलि गाडी आउँछ यो हामी अघि त्यही तलबाट आएको टोली अगाडि बढ्दैछ सट्रो नयाँ नयाँ टोलीहरू यहाँ छम है भाइ ओइ जङ्गल चाहिँ छ ओ ढुङ्गा त कति कति ल मम्मीलाई चाहिँ लट्ठी भेटाइएको अवस्था छ यहाँ बाबालाई गर्मी भएको अवस्था छ ठिकै छ अनि बेबी टोपी लगाइनौ के अरे ठिकै छ मान्छेहरू यसरी आउँदैछन् तलबाट जाने हामी पनि यहाँ छौँ नि बेबी हामी पनि यहाँ छौँ ओ चरी यो चाहिँ चिलहरू रहेछन् कि त्यहाँ देख्यौ चिल त कति घुमेको नि बाफ्रे ल्याउ आमै धन्नै लडेको है खै एरोप्लेन खै चरी देख्यो आज चरी उडेको हेर धुप सल्लाको तल फले जान्छ के गरेको हो ओ भनेको त्यसै गरी कोप्छ कोप्छ क्या खुट्टा कता छैन क्या कोप्दो रहेछ त यस्तो यो चाहिँ तिखो हुँदो रहेछ त्यसले कोप्यो भनेको त्यही यस्तो तिखो कोप्ने रहेछ
कोपो तिमीलाई कोपेन कोपो यहाँ कोपो कोपो फारो तिमीलाई कोपेन कोपो के छ तल उफ भनेको त अब यता मस्यो के हुन्न टाढा जाने बुका 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 भयो बाबा बाबाले पाले ल पा खाऊ थोरै खाऊ थोरै थोरै खाऊ मोर फेरि खाइदेऊ पछि खाने खाइदेऊ खाइदेऊ भयो भयो त्यो दिदीलाई बोलाएको क्या तिमीले हो त्यो दिदीलाई बोलाएको हो हावा लगाएको हो माउन्टेन टपबाट फर्किने तयार होइन बेबी माउन्टेन टपबाट फर्किने तयारीमा छौँ हामी यतापट्टि मान्छेहरू छैन यतापट्टि मान्छेहरू छन् यस्तो बनाएर राखेको रहेछ नि ड्र गरेर केटाकेटीले ड्र गरेर छोडेका यहाँ पनि एउटा बनाइदिनु पाएका हुन्छ ल मम्मीले बनाउँदै हुन्छ पात चढाउने नेपालमा यतिको भएको है केही देवीको मन्दिर केही भइहाल्थ्यो ल पहरा चढेका के यस्तो छ बाटो तल तल मम्मीका खुट्टा यहीँ लडबडाइरहेको छ अहिलेको झन् समाउन पाइने थिएन अहिलेको यो त समाउन पाइन्छ नि झ्याप्प ल हाइकर टोली आजको
उता मान्छेले उ गरेर